आज वर्ल्ड कपको मैदानमा भएको नेपाल र इंग्ल्यान्डको यो खेल केवल हारजितमा सीमित थिएन, यो नेपाल क्रिकेटले आफू कति परिपक्व भइसकेको छ भन्ने प्रमाण थियो। इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै 20 ओभरमा 184 रन बनाउँदा धेरैलाई लाग्यो नेपालका लागि यो लक्ष्य गाह्रो हुनेछ, तर नेपालका बलरहरूले सुरुदेखि नै देखाइदिए कि हामी डराउन आएका होइनौं। शेर मल्लाले डेब्युमै पहिलो बलमै फिल साल्टालाई आउट गरेर स्टेडियमलाई स्तब्ध बनाइदिए। यो पल नेपाली क्रिकेट इतिहासमा सधैँ सम्झिने क्षण बन्यो। दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले 2-2 विकेट निकाल्दै इंग्ल्यान्डको रन फ्लो तोडिरहे। ह्यारी ब्रुक र जेकब बेथेलले अर्धशतक बनाए पनि उनीहरूलाई नेपालले सजिलै रन बटुल्न दिएन। फिल्डिङमा नेपालले देखाएको एनर्जी, डाइभ र कमिटमेन्ट हेर्दा लाग्थ्यो यो टिम विश्वकपको दबावमा होइन, अवसरको मजा लिइरहेको छ। 185 रनको लक्ष्य पछ्याउन उत्रिदा नेपालले एक पटक पनि आत्मविश्वास गुमाएन। रोहित पौडेलले कप्तानको जिम्मेवारी बोक्दै धैर्यपूर्ण 39 रन बनाए। उनका कभर ड्राइभ र स्ट्राइक रोटेसनले पारीलाई सन्तुलन दियो। लोकेश बमले 20 बलमै 35 रन ठोक्दै इंग्ल्यान्डका बलरहरूलाई दबावमा राखेर खेल नेपालको पक्षमा फर्काइदिए। तर आजको सबैभन्दा ठूलो नाम दीपेन्द्र सिंह ऐरी रहे, जसले दबावको बीचमा 44 रन बनाउँदै अन्तिम ओभरसम्म नेपाललाई खेलमा जीवित राखे। ठूलो टिम विरुद्ध यस्तो आत्मविश्वास देखाउनु सामान्य कुरा होइन। अन्तिम ओभरमा जब जितका लागि केही रन मात्र चाहिएको थियो, अनुभवी साम करनको बलिङमा नेपाल 4 रनले पछि पर्यो। स्कोरबोर्डमा हार देखिए पनि वास्तविक कथा त्यसभन्दा धेरै ठूलो थियो। इंग्ल्यान्ड जस्तो विश्व च्याम्पियन टिमलाई अन्तिम बलसम्म तान्नु, उनीहरूलाई नर्भस बनाउनु र मैदानमा बराबरीको टक्कर दिनु नै नेपालको सबैभन्दा ठूलो जित हो। आज नेपालले विश्वलाई स्पष्ट सन्देश दियो कि हामी अब सिक्ने चरणमा मात्र छैनौं, हामी प्रतिस्पर्धा गर्न र जित्न पनि तयार छौं। यदि यही आत्मबल, यही अनुशासन र यही विश्वास कायम रह्यो भने त्यो दिन टाढा छैन जब नेपाललाई विश्व क्रिकेटमा अन्डरडग होइन खतरा भनेर चिनिनेछ।